नाइट 1 आज हाम्रो नाइट 1 सुरु भएको छ। सायद हाम्रो ग्रुपबाट चाहिँ हाम्रो यो सायद पहिलो यात्रा नै होला। हामी नाइट बसमा चाहिँ यात्रा गर्दैछौँ। अब एक्सपिरियन्स लिएछौँ कस्तो छ होइन। बिहानको 4 बजेको सेल खाँदै साथीहरू 6 बजे पुग्यौँ हामी। रातभर गाडीमा निदाउँदै हल्लिँदै खाँदै आयो। तर आँखा चाहिँ कस्तो मतलब फ्रेस भएको छैन। यस्तो थकान नै भइरहेको छ। थकान चाहिँ भइरहेको छ। अब हामीले अलरेडी बोलेरो बुक गरिसकेका छौँ। अब होमखोलासम्मको लागि गाडी वेट गरिदियो। अब एकछिन हल्का चिया नास्ता खाउँ, अलिकति इनर्जेटिक हौँ। त्यसपछि फेरि ब्याक टु अफ रोड। बिहानको हाम्रो ब्रेकफास्ट चना अन्डा ब्ल्याक टीबाट सुरु भएको छ। कहाँ पुग्यौँ मैले हामी? मोबिर झरना। ल हामीले अन द वे हामीले अम्बा खान पायो। धेरै धन्यवाद। ल हामी चाहिँ बेनीदेखि अम्खोलासम्म दिपुन दाईको गाडीमा आयौँ। उहाँले 10,000 भन्दै थियो, पछि 9,000मा डिल गर्नुभयो। बाटो चाहिँ अलिकति रिस्की छ। ल हामी चाहिँ यही गाडीमा आयौँ। हामी अम्खोलासम्म होइन, अम्खोलासम्मको यात्रा कठिन नै भयो होइन। कठिन नै भयो अलिकति। एकदम गाडी त एकदमै अफरोड, पुरै अफरोड छ। तैपनि हामी यहाँसम्म आइपुग्यौँ। अब यहाँदेखि चाहिँ अब खाना खाने ठाउँसम्म हामी 5 मिनट जति वाक गर्नुपर्छ। खाना खान्छौँ। त्यसपछि बिस्तारै आजको हाम्रो ट्रेक सुरु भएको छ। लेट्स गो। तर हिजोको रातिको यात्राले गर्दाखेरि निन्द्रै पुगेको छैन। यस्तो गाडी के भन्छ जम्प गर्ने ठाउँमा निन्द्रा लागिरहेको थियो। गाडीमा पुरै टाउको ठोके गाह्रो अवस्था त ल ठिक छ। तर यो एम्बुलेन्सले गर्दाखेरि चाहिँ त्यो सबै भुल्ने रहेछ। दामी छ ल। डे 1 ब्यागमा कस्तो मिठो पानी छ। अम्खोलामा खाना खाइसकेपछि हामीले पहिलो दिनको यात्रा सुरु गर्यौँ र पहिलो बसाइ हामीले गुफा फाँटमा बस्ने निर्णय पनि गर्यौँ। अति मनमोहक दृश्यहरू हेर्दै हामी आफ्नो गन्तव्यतर्फ निरन्तरता दिइरह्यौँ। यो बाटो चाहिँ अब हामी गुफा फाँट पुग्नलाई जाँदैछौँ। हामी चाहिँ गुफा फाँट पुग्यौँ। फर्स्ट टाइम ल हिजोको हाम्रो नाइट स्टे गुफा फाँटमा भयो। एकदमै आनन्ददायी भयो। एकदम झरना नजिकै हामी झरना नजिक सुत्यौँ। पानी पनि थोरै पऱ्यो रातभरि। बिहान शुद्ध पानी पऱ्यो। अहिले पनि स्थिर पानी परिरहेछ। तर अब रेनकोट लगाउँदै जान्छौँ। आज कस्तो भइरहेछ अहिलेसम्म यात्रा? बल्ल एक दिन भयो। कस्तो भयो हिजोको यात्रा भनौँ न है। अलिअलि गाह्रो भएको जस्तो फिल भयो। आज रमाइलो हुन्छ। आज चाहिँ छोटो भए पनि बाटो चाहिँ अलि स्टेप छ धेरै। अलि कुनै ठाउँमा त एकदम डेन्जर पनि छ है। अलि साँगुरो बाटोहरू छ। खसेकी सिधै खोलामा होइन त्यस्तो खालि बाटोहरू पनि छ। सकेसम्म अड्यारोमा यात्रा नगर्नु होला। हो कुनै पनि ठाउँमा अलिक रिस्की पनि छ। खोला नजिकै बसेर हामी कुराकानी गरिरहेछौँ। कतिको सुनिन्छ सुनिँदैन थाहा भएन है। अलि साउन्ड त काटिन्छ होला। यसपालि चाहिँ हामी 3 जना मात्रै भयौँ क्या। हामी मित्रजन बचत कोषबाट हामी मित्रजन बचत कोष पनि छ हाम्रो। लास्ट टाइम हामी दिल्ली जाँदाखेरि 8 जना थियौँ हामी। यसपालि 3 जना मात्रै छौँ हामी। तै पनि रमाइलो भइरहेछ। तर साथीहरू चाहिँ मिस भइरहेछ होइन। धेरैजना टिम हुनु र छोरी हुनु त अभियसली फरक भइहाल्छ। तै पनि हामी 3 जना पनि कमी छैन। रमाइलो भइरहेछ हामीलाई। यस्तो मनमोहक दृश्य देखेर त रमाइहाल्छ नि हामी। ल हाम्रो मित्र दिप डङ्गोलले एउटा ज्याकेट निकालेको छ। एन्डी गार्मेन्ट्स भनेर उहाँले खोल्नु भएको छ। उहाँले चाहिँ हामीलाई ट्रेकिङको लागि चाहिँ
स्पोन्सर गर्नुभएको छ ज्याकेट ज्याकेटको नाम चाहिँ के अरे ज्याकेट पफर ज्याकेट ल कस्तो भइरहेछ रिभ्यू यसो भन्नु न ल एकदम गर्मी छ ओहो हावा छिर्दैन पानी छिर्दैन एकदम फर्स्ट क्लास है बबाल छ प्राइस नि एकदम रिजनेबल छ ओहो ल अनि वाटरप्रुफ पनि भइहाल्यो होइन वाटरप्रुफ पनि छ होइन वाटरप्रुफ नै छ अहिले पानी परेको पानी छिरे छैन अर्को हाम्रो अरू के भन्छ विन्डप्रुफ ज्याकेट पनि छ एकदम भेराइटिज अफ ज्याकेट छ यो जाडो महिनाको लागि चाहिँ निकाल्दैछ अहिले टमाटम सम्पर्क गर्नु होला हाम्रो डी भाइलाई यस्तो बबाल झरना छ है यस्तो झरनाहरू त हामीले कति देख्यौँ अन द वे आज हामी यस्तो झरना नजिकै हामी सुत्यौँ कि नाइट स्टे भयो भने यस्तो दामी छ पानी हेर्नुहोस् यस्तो बबाल साथीहरू यस्तो रमाइरहेछ कस्तो भइरहेछ भनेको चलो रमाइलो भइरहेछ अहिलेसम्म त हरियालीको बिचमा खोलाको सँगसँगै किनारमा रमाइलो छ एकदम अनि एकदम बलियो पनि हुनुहुन्छ है उहाँ चाहिँ एकदम बलियो पनि हुनुहुन्छ बलियो म्यानले सबसे कमजोर चाहिँ उहाँ नै म हो यस्तो दामी भ्यू छ वाउ है हिजोदेखि यात्रा ढुङ्गै ढुङ्गा चाहिँ ल अलिअलि हेर यसो थकान मेट्नको लागि हामी इनर्जी ड्रिङ्क ब्रेक लिँदै चेयर्स ल वाउ यस्तो दामी ठाउँमा बसेर इनर्जी ड्रिङ्क खाँदै कतिको गाह्रो भइरहेछ हौ मित्र गाह्रो त छैन सजिलै छ यस्तो दामी भ्यू हेर्दै मित्र छन् पुरै ड्रिङ्क्स खाँदै इनर्जी ड्रिङ्क खाँदै हाम्रो चुलबुल कान्छे एनर्जेटिक भइरहेछ हिजो कम्पेयरमा हामी 1 आवर हिँडिसक्यौँ र अहिले पुस्केट मेला पुग्नलाई 1 आवर बाँकी छ बिहान हिँड्नुको फाइदा यही हो अलि स्पिड हुन्छ बिहान थकाइ कम लाग्छ इनर्जेटिक फिल हुन्छ सो त्यही भएर हाम्रो अलिकति पेस आज राम्रै भइरहेछ होइन मौसमले पनि साथ दिइरहेको छ यस्तो बबाल होसो आएर छ एकदम ओहो दामी अलिअलि हिमालको रेन्जहरू हामीले देखिसकेका छौँ एकदम दामी छ ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ अन्नपूर्ण रेन्जको अलिअलि देखिरहेको छौँ अलिअलि होसुली देखिरहेको छैन दामी विल सी यु मनसुनमा भए फुल छपक्क होला हामीले इमेजिन मात्रै गर्ने हो कि अब दायाँ बायाँ फुल भएको इमेजिन गर्ने ल सबै यो फुलहरू नजिकमा ठ्याक्कै फुल ओइलिएको टाइम परेछ भेराइटिज है फरक छ है यो अर्कै छ यो अलिकति अर्कै छ यसको दुईजना बसिरहेको त यस्तो दामी भ्यू देखिरहेको छ वाउ अलिकति रेन्ज खोलेको भए त सुनमाथि सुगन्ध भने जस्तै हुन्छ ल यस्तो दामी छ पुस्केट मेलामा पुग्यौँ अब विश्राम गर्छौँ विश्राम गर्ने त्यसपछि हामी फेरि सुनखोलातर्फ लाग्नेछौँ हाम्रो चिया खाँदै हाम्रो सरोज दाजुले बिस्कुट खोल्दै हुनुहुन्छ भइरहेछ है यहाँ चाहिँ यस्तो टेन्ट रहेछ अब एबिसी चाहिँ 1.6 किलोमिटर भनेको छ कति लगभग 8.6 लगभग पुस्केट मेलामा ल है चियासँग चोपेर बिस्कुट 4 आवर्स जति लाग्छ हामीलाई है चियासँग चोपेर बिस्कुट स्वास बटर क्र्याकर
ल दाइ नमस्ते दाइ नमस्कार दाइ हामीलाई यसो यो अन्नपूर्ण बेस क्याम्पको बारे अलिकति डिटेल्स इन्फर्मेसन दिनु मेरो नाम माइकल पुन अन्नपूर्ण गाउँपालिका 4 नार्चेङ म यो रुटमा व्यवसाय गर्ने मान्छे बुस्केट मेला व्यवसाय गरेर बसेको र मैले तपाईहरु जति अन्नपूर्ण घुम्न आउनुहुन्छ उहाँहरुलाई मैले के आग्रह गर्न चाहन्छु भने तपाईहरु पुञ्चकण्ड तालमा गइसकेपछि तपाईहरु 1 2 3 क्याम्पसम्म गएर हेर्नु होला जति तलबाट हेरेको भन्दा माथिबाट अझै राम्रो बेटर देखिनेछ र तपाईहरु सक्दो त्यहाँसम्म आएर चाहिँ उपल्लो 1 2 3 सम्म पुगेर हेर्दिनु होला घुम्दिनु होला तल भन्दा झन् माथिबाट चाहिँ राम्रो फोटो निस्किनेछ तपाईहरु यहाँसम्म आउने सम्पूर्ण दर्शकहरुलाई उपल्लो क्याम्पसम्म चाहिँ गइदिनु होला भन्दै म आग्रह गर्न चाहन्छु नमस्ते दाइ अनि हाम्रो जस्तै अब क्याम्पहरु आउँछ मान्छेहरु आउँछ हैन दाइ हजुर कतिको माथि ठाउँ पुग्ला नपुग्ला भन्ने त्यो अब यस्तो छ टावरमा हुँदैन हामी बुक गर्नलाई यो रुटमा चाहिँ अब होटल चाहिँ 3वटा छ भाइ अब शान्तिखर्क बुस्केट मेला पुञ्चकण्ड ताल 3टा छ भने टी सप चाहिँ फुतफुते झर्ना र गुफापाट टी सप हो र माथि चाहिँ 70 जनाको क्यापेसिटी छ र यहाँ 70 जनाको क्यापेसिटी छ 10 मा चाहिँ तर फाल्टु बस्ने हो भने चाहिँ लगभग बेलामा चाहिँ 80-90 उसको क्यापेसिटी छ यो घरतिर सुत्ने हो भने टनलतिर सुत्ने हो भने त्यसमा टनल र घरमा सुत्नेलाई पनि डल्ल र फाइबरको सिरानी तन्नको व्यवस्था छ तर 10 मा जस्तो र यो नमस्ते घरमा जस्तो चाहिँ हुँदैन त्यहाँ चाहिँ अलिकति चाहिँ भिआइपी चाहिँ हुन्न भनौँ त्यस्तो छ मेरोमा चाहिँ माथि पनि अहिलेलाई चाहिँ धेर मान्छे आएको उले चाहिँ अलिकति दुःख चाहिँ पाइरहेका छन् एउटा 6टा क्यापेसिटी हो भने 6-7 जना बसियो दाजु 10-11 जना बसियो भन्नुभएको छ तर अब चाहिँ बिस्तारै चाहिँ त्यसको लागि पनि बिस्तारै 10 ल्याउँदैछन् भाइहरूले पनि मैले पनि 7 10 मागेको छ अब चाहिँ यहाँ चाहिँ बितारा चाहिँ पर्दैन एनी टाइम आउँदाखेरि पनि हाम्रो फ्यासिलिटी छ हामीलाई र अर्को कुरा मैले के भन्न चाहन्छु भने हाम्रो गाउँपालिका एकाप र ओडालाई मैले के भन्न चाहन्छु भने यो रुटमा तपाईहरुले पर्यटन क्षेत्र भनेर घोषणा गर्नुभयो म्याराथन पनि राख्नुभयो तर हामीलाई चाहिँ यहाँ चाहिँ कोठा 20-22 कोठा थप्नु दिनुस् है उहाँहरूले के भन्नुहुन्छ भने एकाप क्षेत्रले के भन्नुहुन्छ वर्षमा अलिकति भन्नुहुन्छ तर अहिले यति धेरै मान्छे आयो कि उहाँहरूले दुःख पाउनुभयो र हामीलाई छिटोभन्दा छिटो यो एरियामा चाहिँ धेरै कोठा अनि घर बनाउनु दिनुस् भन्दै म एकापलाई पनि आग्रह गर्न चाहन्छु है नमस्कार थ्यांक यू हामी चाहिँ रेनकोट ओढेर रेडी भयो पानी परेको भएर अब सुनकोसीमा बस्ने खाने ठाउँ छैन अरे अब डाइरेक्ट उतै खान जाने हो हामी म पनि रेनकोट ओढिसकेँ थाकेर बसेको अवस्था सुनखोलामा पुग्यौँ हामी सुनखोलामा चाहिँ के पनि पाउँदैन रहेछ खानेकुराहरू सिमसिम पानीमा रुच्दै हल्का फुल्का गाँसा खाँदै कहाँको छेउ यो मुस्ताङको छेउ भन्नुभएको छ ट्रेकिङ एउटा स्क्याम हो यसरी ढल्नुपर्ने गरी आउँछ ट्रेकिङ अर्को मित्रजन यता हुनुहुन्छ अहिले हामी 4060 मिटरमा छौँ यो ठाउँ चाहिँ कागभूषणले रहेछ क्याम्प साइडमा पुग्यो बेस क्याम्पको के भन्छ छाना मात्र देख्नु र यल्लो टेन्टहरू यो मौसममा हुसु भइरहेको अवस्थामा हामी त्यहाँ पञ्चगन्ध घुम्ने भनेर यसो निस्केको तर सकेन हामीले यस्तो शीत लहराइरहेछ हेर्नु यस्तो छ हो चिसो छ ल आजको हाम्रो यस्तै क्याम्पमा हुन्छ दुईटलावाला रहेछ दुईटला ग्यास यस्तो बडा तातो पानी तताउँदैछ साइज पनि मिल्यो ओहो ल भगवानले साथ दिनु है एकदमै साइज शुद्ध मिलेको भनेपछि त यो त चमत्कारी हो कि यो त त्यही हो गजबको यार फनी मोमेन्ट भयो यार एक चीज की कमी है
क्या 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 है क्या क्या मौसम बदल्न चाहे हुस्सु उड्न चाहे अनि खुल्लो के भन्छ तल्किएको के भन्छ हिमाल देख्न पाइयोस् होइन घाम लाग्नु पर्यो घाम अनि चस्मा लगाएर हेर्नु पर्ने गरी ओहो त्यस्तै तल्किएको घामले के हिमाल हेर्न पाइयोस् त्यही हो दाइहरू तपाईँहरू कति वर्ष भयो यता बस्नु भएको 6 महिना नि भएको छैन 4 महिना भयो फोन त लाग्छ कि लाग्दैन यता यो त फोन लाग्दैन ए अनि बुकिङ गर्नलाई कसरी गर्ने त बुकिङ गर्नलाई हामी धेरै छौँ गरे हाम्रो चाहिँ पार्टनरहरू 5जना हुनुहुन्छ अँ त्यो रोटेसन हो क्या ए अब केही दिनको लागि चाहिँ फेरि हामी तल जान्छ फेरि उहाँहरू आउनुहुन्छ ए नम्बर एकसिट भन्नु न त्यही कन्ट्याक्ट ए अनि उहाँहरूले यता माथि भनिदिने हजुर उहाँलाई फोन गर्ने त्यो चाहिँ छ जानकारी ए नम्बर कति हो नि कसैले यता जस यता बुकिङ गर्नु पर्यो भने अब कसकोमा कन्ट्याक्ट गर्न मिल्छ हजुर 9869076490 9869 90 90 76 76 490 हजुर यसमा सम्पर्क गर्नु त्यसमा कन्ट्याक्ट गर्यो भने बुकिङ गर्न मिल्यो उहाँ तपाईँको साथीहरूले यता खबर गरिदिनुहुन्छ कस्तो मिठो हुने गरी खाएको छ भोलाइरहेको होइन दाजुले पनि मिठो हुने गरी खाएको छ मिठो बस्छ अब नुडल्स पछि हामी अब खाना पनि खानुपर्छ होइन खाना पनि खानु पर्दैन खाना चाहिँ भेजको 900 भेजको कति रे 900 बेस क्याम्पको यात्रा मित्र जान सोधिसकेको छ के छ चिसो छ लास्टै चिसो छ मलाई पनि हो सनराइज हुँदैछ है सनराइज गजबको दृश्य छ यो ढिला उठेपछि यस्तै हो सफै ढिला को लेज हो आज भ्याउँछ कि मजाले फुलिसकेको हामी यहाँ यस्तो राम्रो भ्यू देख्यो अब क्लियर लक्की हामी हिजो यता बस्नेहरूले राम्रोसँग देख्नै पाएन छ है हामी चाहिँ अब क्याम्प साइटबाट बेस क्याम्पतिर लाग्दै लगभग 35 मिनट्स जति हिँड्नुपर्छ अरे हिमालको रेन्जको काम लागिसकेको छ 35 रे यो बाटो हुँदै हामी अगाडि बढिरहेछौँ त्यो गोल्डन हेर्न सनराइज तिमीले त गोल्डन क्यामेरामा अलिक क्याप्चर भएको छैन होला जुन त्यो अलिक लाइट परेको चाहिँ हिजो र अस्ति पानी परेको अवस्था देखेर त है हामीले त इमेजिन गरेको थिएन कि यतिसम्म क्लियर मौसममा हामीले हिमाल देख्न पाउँछौँ भनेर वी आर सो लक्की के है भगवान्लाई सो थ्याङ्क यू यस्तो मजा हामीलाई भ्यू देखाइदिनु भएको मलाई Yes, this is the drone shot view of Panchakunda Lake. हामी कसै क्याम्प भयो यो त्यहाँबाट हिँड्दै हामी यहाँसम्म पुग्यौँ यति मजाको ब्लू कलरमा देखेको आज के हो रे
बुढेसकालमा हामीले हेर्ने भने यही फोटो भिडियोको मात्रै हो, पछि मेमोरिज कैद हुन्छ होइन। बुढेसकालमा हेर्नलाई मात्र खिच्यो यो फोटो। ब्याकग्राउन्ड हेर न, ब्याकग्राउन्ड यस्तो तल्किसिया छ, हिमालय झन् सही भयो नि त है। यता राइटमा अलिक देखाउ न भिडियो। यस्तो तल्किसिया छ। अब यता चाहिँ बाफ माथि जाँदैछ, यता पनि सर्दै जान्छ अनि पुरै यो एरिया वाइट हेर्नु भयो। म थाकेँ। अब चाहिँ हुसुहरूले हिमाल छोप्न थालिसक्यो। पनि यहाँ छु है, बल्ल आयो भिडियोमा। अघिदेखि भिडियो मात्र खिचेर अब के छ। अब हाम्रो अब आज ऱ्यापअप हुँदैछ। अब यहाँ त्यसपछि अब सिधै हामी आज तल होमखोलासम्म पुग्ने हो आज होइन। सक्यो भने सकिन्छ। अहिले टाइम छ हामीसँग। अनि गाडी 4 बजेभित्र हामीले त्यहाँ पुग्यो भने त हामीले गाडीमा जान सकिन्छ कि 1.5 घन्टामा पुग्छ। आजको स्टे हाम्रो पोखरामा हुन्छ सायद होइन, होपफुल्ली सबै रमाइलो गर्नुपर्छ अब। तर यो नर्थ अन्नपूर्ण बेस क्याम्प चाहिँ एकदम ट्रेकिङको हिसाबले चाहिँ बेस्ट छ है। एकदम इजी छ कि एकदम रुट चाहिँ नर्मलै छ भन्नुपर्छ। एकदम सायद बिगनरहरूलाई पनि एकदम इजी नै हुन्छ जस्तो लाग्छ कि मेरो विचारमा है। नर्मलबाट एकदम सजिलो रुट छ। मलाई त ठिक्कै गाह्रो भएन। कोही एकदम नर्थ एबिसीतिर आउने सोच्दै हुनुहुन्छ, अलिक गाह्रो होला भने सोचिराख्नु भएको छ भने गाह्रो मान्नु पर्दैन। एकदम इजी रुट छ, एकदम आनन्ददायी तरिकाले आउन सकिन्छ। अलिक सुरुमा हो भने चाहिँ 1 नाइट चाहिँ तपाईँहरू सकिन्छ भने सिधा खर्ग होइन गुफा फाँट नभए सिधा खर्ग बस्यो भने एकदम इजी रुट हुन्छ, तपाईँहरूलाई सजिलो हुन्छ ल। अनि त्यो अगाडिको भिडियोमा त्यो दाइले भने जस्तै बस्नको लागि पनि छ क्यापासिटी छ। 70-80 जनासम्म त मजाले सकिन्छ। क्याम्प साइटमा चाहिँ खालि टेन्टहरू मात्र छ, तल चाहिँ कटेज नै छ। अनि यहाँ इनकेस पुगेन भने चाहिँ कटेज टाइपकोमा पनि उहाँहरूको एक्सप्रेसमा पनि राख्ने रहेछ। ओके, टेन्टहरू लिएर आउनु पर्दैन। ओके ल, लिएर आए नि हुन्छ, रमाइलो हुन्छ। आफूलाई त्यसरी नै आउटडोर बसेर आफूलाई नै क्याम्पिङ गर्न मन छ भने त ल्याउँदा हुन्छ, रमाइलो हुन्छ। छैन भने चाहिँ छैन भनेर नआउनको लागि चाहिँ पिर मार्नु पर्दैन, आए हुन्छ। हो नि। ओके ल, थ्याङ्क यू सो मच। अहिले हामी चाहिँ फर्स्ट नर्थ एबिसी आरोहण गर्ने 3 जना व्यक्तित्वहरूको यता मूर्तिहरू बनाउनु भएको रहेछ। यहाँ हेरिरहेछौँ सुतेरमै उहाँहरू नै हुनुहुन्छ पहिलो आरोहण गर्ने व्यक्तित्वहरू नर्थ एबिसीमा। उहाँहरूको मूर्ति पनि राखिरहनु भएको रहेछ यता। फर्स्ट बेस क्याम्पमा पुग्यो फर्केर, उतादेखि फर्केर आएको हामी। कस्तो ल फर्किँदैछौँ साथीहरू हामी। त्यो ग्लेसियरहरू चढ्ने रहेछ। राम्रो लाग्यो, खुसी भयो है। यो तालले एकदमै थप्दियो कि हाम्रो, एकदमै बेस्टमा बेस्ट भयो। सेम त फोटो खिचेको। चिसो छ पानी है, लास्ट चिसो छ पानी त। अब चाहिँ बाई बाई,
क्याम्प साइटलाई पनि बिहानको 10:45 AM को भिडियो पो भएछ है भिडियो होइन यो म सेल्फी खिच्छु त्यसको यता पुग्ने लाग्यो हामी लगभग 1.5 घन्टामा हामी पुग्यौँ क्याम्प साइटबाट पुग्नु परिरहेछ अहिले हामी सिधा खर्कोतर्फ लाग्दै त्यहाँ बसेर एकछिन थकान मेट्छौँ हल्का खाजा खान्छौँ दामी ठाउँ छ वाउ हेलो यही ठाउँमा होइन हामीलाई एकदम गाह्रो भइरहेको थियो अनि दुईजना साथीहरूले एउटा क्याम्प साइटबाट फर्किनु भएको थियो हामीले अप्सन छ भनेको उहाँले छ भनेको साइन्स छ थ्याङ्क यू हिजो शर्मा नाममा छोड्नु उहाँलाई थ्याङ्क यू सो मच यो भिडियो मार्फत उहाँलाई पनि कसै न कसैको कुराले थ्याङ्क यू थाकेको भएर हामी साढे खर्काबाट 5 मिनट हिँडिसकेपछि चाहिँ यसो पेट पूजा सुकुटी अचार स्याउ खाँदै एउटा पछाडि चाहिँ चल्न छ कहाँ पुग्यौँ हामी खोला पुग्न लाग्यो यो पुल चाहिँ फाइनल पुल हो बिदाई गरे हामी ल बाई बाई नर्थ एबिसी हामी अब सायद 15-20 मिनटमा हामी पुग्छौँ ल खोला अब बाई बाई एन्डिङ ट्रेक यस्तै हुन्छ गाडीसम्मको यात्रा यस्तो गाह्रो भइसकेको छ हाम्रो है थाक्यो साह्रै पनि थाक्यो ल गुड बाई अब सिधै हामी गाडीमा बसेर जान्छौँ यो गाडी चाहिँ होइन अर्को गाडी हो अब एकदम गरेर हामी यतासम्म पुग्यौँ आज अब सिधै हामी पोखरा होइन पोखरा 9 बजेसम्म 9 साढे 9 सम्म पुगे पनि हामी केही छैन आज होइन फरक परेन हामीलाई ल थ्याङ्क यू सो मच एभ्री वान ल सो यु इन नेक्स्ट ब्लग फाइनल्ली कति घन्टा पछि 2 नाइट पोखरा पछि 4 घन्टा 5 बजेको फ्लाइट अब 8 बजे हामी बस्न जाँदैछौँ हाम्रो ट्रेक पनि सक्यो होइन अब होइन अब चाहिँ हामी घर पुग्दैछौँ ट्रेक पछि ट्रेक चाहिँ समापन गऱ्यौँ है